ल सबैलाई नमस्कार। हेर्नु त हिजो भर्खर अब गणेश नेपालीको चाहिँ जुन चाहिँ नि तपाईँको एउटा आफ्नो सुसाइडको क्रममा जुन जुन तपाईँको भोगाइ भयो, नेपाल सरकारले गर्न खोजेको के हो भने है, जनताबाट चाहिँ उठाएको करबाट राज्य सञ्चालन गर्नु छ। त्यही राज्यको चाहिँ सर्वसाधारण जनताको चाहिँ नि तपाईँको विशेष गरी चाहिँ आम्दानी भनेको चाहिँ लगभग चाहिँ बिहानदेखि बेलुकासम्म आफ्नो जिउ फिजिकलदेखि लिएर मेन्टलतिर लगभग कुनै पनि करप्सन नगरिकन कमाउँदै लगभग 2025सम्म कमाउँछ। त्योभन्दा पनि 10,000 जरिवानाको सिस्टम यो के गर्नु खोजेको सरकारले हो? केही कुरामा कर नछुट्ने, छुट्नु हुने है। सर्वसाधारण नेपाली नागरिक त हरेक ठाउँमा कर 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 तिर्दा तिर्दै वाक्क दिक्क भइसक्यो। नेपाल सरकारले गर्न खोजेको के हो है? उनीहरूलाई जनताबाट सर्वसाधारण उठाएको करबाट उनीहरूको चाहिँ नि सबैको सेवा सुविधा पुर्याउनु छ। हेर्नु त उता त कस्तो सिस्टम हेर्नु बाबा। अन्त सर्वसाधारण नेपाली आम नागरिकको चाहिँ पहिला अब हुन त भन्नु हुने कुरा कस्तो भन्दाखेरि नेपाल भनेको चाहिँ कुन वर्ग चाहिँ एकदम हाइलाई, कुनै वर्ग चाहिँ माथि कुनै वर्ग चाहिँ माथि उच्च तहमा छ। हरेक कुरा आर्थिक स्थिति समृद्ध छ र राजनीतिक रूपमा समृद्धि छ र मनोवैज्ञानिक रूपमा समृद्धि छ, शिक्षा क्षेत्रमा समृद्धि छ। एक वर्ग त्यस्तो छ, अर्को वर्ग तपाईँको खाना लाउनको लागि पनि धाउधाउ हुने अवस्थामा होइन, एउटा बिहानदेखि बेलुकासम्म गुजारा चलाउनु पर्ने अवस्थामा चाहिँ नि हरेक ठाउँमा कर लगाएर है यो सरकारले गर्न खोजेको के हो? सामान्य रूपमा बुझ्नु पर्दाखेरि पनि नेपालको स्थिति के छ? लगभग राणा शासनको स्थितिको नेपाल सर्वसाधारण नेपालीको स्थिति कस्तो थियो र अहिले पञ्चायत शासनमा सर्वसाधारण नेपाली आम नागरिकको सर्वसाधारणको कस्तो स्थिति छ र अहिले जुन चाहिँ अहिले स्थिति कस्तो छ भन्ने सामान्य अनुमान लगाएर पनि ट्याक्सको कुन ठाउँमा कस्तो निर्धारण गर्ने भन्ने सामान्य एउटा लजिक पनि छैन। यस्तो त यही तरिका हो भने भोलि स्वत आन्दोलन हुने, नेपालमा कुनै पनि विकास हुने सम्भावना देखिँदैन र सर्वसाधारण आम नागरिकले चाहिँ लगभग आत्महत्याको सम्म त्यहाँ पुगिसक्यो, सुसाइडको सम्म पुगेको छ। नर्मल रूपमा चाहिँ मान्छेहरूको स्थिति कस्तो भएको होला? यो वर्तमान सरकारको चाहिँ त्यहाँ ध्यान जानु पर्यो कि जहाँ पनि अब स्टनबाजी गर्ने त्यहाँ गएर ल गृहमन्त्री अहिले जानुभएको छ, जुन चाहिँ गणेश नेपालीको जुन चाहिँ सुसाइडको केसमा उहाँ गएर हस्पिटलमा गएर त्यसरी समाधान हुने होइन नि है। उसले नीति नियम ल्याउनु पऱ्यो कि अनि बनाउनु पऱ्यो। जताततै सर्वसाधारण थेग्न नसक्ने तरिकाले कर लगाइदिने अनि त्यसपछि चाहिँ तपाईँको जुन सर्वसाधारण जनताहरू चाहिँ नि जुन तरिकाको चाहिँ समाज बिग्रिने वा बिग्रिन थाल्यो भने त्यहाँ गएर चाहिँ एकजना ठुलो मान्छे गएर सम्बन्धित कुरामा चाहिँ भेटघाट गरेर मात्रै समाधान हुने कुरा होइन नि त यो होइन। त्यही कारणले गर्दाखेरि आफ्नो देशको अनुसार चाहिँ कुन किसिमको नीति नियम आवश्यक पर्छ र सर्वसाधारण नेपाली नागरिकको चाहिँ आर्थिक स्थिति कुनसम्म थेग्न सक्छ, कर लगाउनु हुन्छ कि हुँदैन होइन, त्यो बुझ्नु पऱ्यो क्या। केही छैन सर्वसाधारण नेपाल। हेर्नु त स्थिति, समाजको स्थिति कस्तो छ, सर्वसाधारण स्थिति चाहिँ नै। त्यही कारणले गर्दाखेरि पहिले सुरुमा यो भोलि आज यो रूप देख्यो, योभन्दा ठुलो रूप भोलि देखिन नसक्छ भन्ने छैन। त्यही कारणले गर्दाखेरि चाहिँ सरकारले नीति नियम ल्याउनु पऱ्यो। ट्याक्स सर्वसाधारण नेपाली नागरिकलाई चाहिँ शिक्षा, स्वास्थ्य, अन्य मुलुकमा चाहिँ एकदम कम गर्नु पऱ्यो। यो सरकारले भएन। त्यो भोलि आज गणेश नेपाली जस्तो भने भोलि थुप्रै मान्छेहरू यस्तो केसमा चाहिँ सुसाइड गर्ने मान्छे बाध्य हुन्छ नि यस्तो यो नीति नियमले है। त्यही कारण ध्यान अत्यन्त जानु जरुरी छ नेपाल सरकारको यो ठाउँमा। हेर्नु त अर्कोतिर भनेको सुकुम्बासीको कन्डिसन धेरै होइन नि। काठमाडौँ भ्यालीमा यस्तो छ भनेदेखि चाहिँ नि जुन चाहिँ गाउँ बेसी अन्य ठाउँमा चाहिँ जुन भौतिक पूर्वाधारले चाहिँ नपुगेको क्षेत्रमा चाहिँ सर्वसाधारण जिन्दगी चाहिँ कस्तो होला है। त्यही कारणले गर्दाखेरि यो स्थितिले समाज बिग्रिने सम्भावना छ। त्यही कारणले गर्दाखेरि आमूल परिवर्तन ल्याउनको लागि चाहिँ यो सरकारप्रति चाहिँ क्रान्तिकारीको चाहिँ एकदम आवश्यक छ।